नमस्कार। आज भने हामी यो ईभी टाटा नेक्सन प्राइम ईभी को यात्रा फिदिमबाट यता कोरिडोरको बाटो मूलघाट हुँदै धरान जाने छौं। नयाँ रुट, यो मेरो लागि पनि बिल्कुल नयाँ रुट। अहिले म यहाँ फिदिमको ठ्याक्कै हस्पिटल चोकमा यहाँदेखि उँधो जोरसाल जाने बाटो लागिसकेको छु। फिदिम बजार हुँदै नर्मल्ली त्यो बाटो सानो गाडी हिँड्दैन, तै पनि अब मैले चाहिँ टाटा नेक्सनको ग्राउन्ड क्लियरेन्स राम्रै हुने भएकोले 205 mm हुने भएकोले एकचोटि त्यो बाटो पनि एक्सप्लोर गरौँ भन्ने हिसाबले म यो बाटो आज ट्राभल गर्न लागिरहेको छु। र हापादेखि ताप्लेजुङ कोही पाथिभरा दर्शनहरूको लागि जाँदा पनि सहज हुने भयो। 5 थरमा आएर सिधै फास्ट चार्जिङबाट चार्ज गर्ने। यो फिदिम बजार कट्ने बित्तिकै अब थोरै अगाडि यहाँ चार्जिङ स्टेसन छ। बजार कटिसकेर ताप्लेजुङ जाने बाटो मेची राजमार्गमै एउटा फास्ट चार्ज भनेर आउँछ। यहाँनिर थोरै अगाडि अब म यहाँ देखाउँदैछु। यसले गर्दा यो पाथिभरा यो लोकेसनमा चाहिँ यो जोरसालदेखि चाहिँ हामी ट्याक्क बाटो छुटिन्छ। उता ताप्लेजुङ जाने बाटो र यता कोरिडोर जाने बाटो। अहिले हामी चाहिँ कोरिडोर जाने बाटो यता धरानहरू भनेर एरो लगाएको बाटोबाट चाहिँ लेफ्ट लागेर कोरिडोरको बाटो निस्किया छौँ। राइट पट्टि चाहिँ ताप्लेजुङ जाने बाटो, ताप्लेजुङ साइड जान्छ भने यता चाहिँ कोरिडोरको बाटो छुटिन्छ। यहाँ जोरसालबाट अहिले म फिदिमबाट 9 किलोमिटर अगाडि आइसक्दाखेरि अर्को एउटा अब यहाँ कोरिडोर जाने बाटो छुटिन्छ। तपाईको संक्रान्ति बजार जान सिधै जाने हो भने यता लेफ्ट मोडेर हामी धरानको लागि कोरिडोर बाटो साइड लाग्छौँ। यो बाटो चाहिँ एकदमै रफ बाटो, उकालो छ। जुनसुकै ईभी गाडी भने यहाँ आउन मुस्किलै पर्छ, कच्ची बाटो भएकोले। ग्राउन्ड क्लियरेन्स पनि एकदम राम्रो भएको गाडी मात्र। अहिले भने म फिदिमबाट 31 किलोमिटर अगाडि आइसकेको छु। यहाँ बिचमा बाटो स्मुथै छ, बाटो बनिरहेको छ। लगभग अहिले जम्मा 15% मा 85% भयो, 100% हुँदा हिँडेको। अहिले मेरो गाडीको चार्ज भने 85% मा झरेको छ। 31 किलोमिटर डिस्टेन्स पार गर्दाखेरि र यता एकदम बाटो लगभग पिच हुन लागिरहेको छ। मैले सुनेको अनुसार यो थोरै अगाडि गएपछि अब पिच भेट्छ। अब भने पिच सुरु भइसकेको छ। यो लगभग म कति आएँ भन्दा 34 किलोमिटर अगाडि आए पछाडि, फिदिमबाट 34 किलोमिटर अगाडि आए पछाडि अब पिच सुरु भइसकेको छ। यता भने पर्फेक्ट पिच बाटो भइसकेको छ, एकदम स्मुथ बाटो। यो कोरिडोरको बाटो हो, तम्मोर कोरिडोरको बाटो धरान जानको लागि। तम्मोर कोरिडोरको बाटो लगभग यता फिदिमदेखि 34 किलोमिटर अगाडि लागेपछि एकदम स्मुथ बाटो पिच भइसकेको छ। ठाउँ ठाउँ खोला भएको एरियामा पुलहरू बन्न बाँकी छ भने अरू बाटो एकदम स्मुथ। यो मूलघाट जोडिन्छ यो बाटो। यहाँबाट हामी सिधै मूलघाट भेटेर मूलघाटबाट भेटार हुँदै धरान पुग्न सक्छौँ। अब भने मैले पाँचथर जिल्ला सिमानामा आएको छु। यहाँ पनि ठ्याक्कै खोला रहेछ र बाटो अलिकति अफरोडिङ रहेछ। ठ्याक्कै यो सिमाना हो। अब हामी धनकुटा लाग्छौँ। यहाँदेखि यता चाहिँ हामी धनकुटा लाग्छौँ। ठ्याक्कै अहिले हामी सिमानामा छौँ। सिमानामा एउटा खोला छ, यहाँ थोरै अफरोडिङ छ। पाँचथर जिल्ला कटेर अहिले हामी धनकुटा जिल्ला लागिरहेछौँ। यो खोलामा पुल बनिसकेको छैन, त्यही पनि त्यत्रो समस्या भने केही छैन। अहिले भने म 72 किलोमिटर फिदिमदेखि 72 किलोमिटर आइपुगेको छु। यहाँ पनि अब खोला रहेको छ। यो 5-6 चोटि यो खोला पुल नबनेको हुनाले खोलाबाटै हामी जानुपर्ने हुँदा सायदै यो बर्खाको समयमा चाहिँ यो बाटोबाट हिँड्न सम्भव नहोला भने अरू बेला भने त्यस्तो केही गाह्रो छैन।
अब भने म लगभग मूलघाट नजिक आइपुगेको छु। जम्मा अब 5 किलोमिटर ट्राभल गर्दाखेरि म मूलघाट यो कोशी राजमार्ग भेट्छु। अब भने म मूलघाट यो कोशी राजमार्ग आइपुगेको छु। टक्क 89 किलोमिटर, फिदिमबाट 89 किलोमिटर भने यता चार्ज भने 61% बाँकी रह्यो। जम्मा 39% चार्जमा हामी मूलघाट आइपुगेको छौँ अहिले। अब यहाँदेखि हाम्रो कोशी राजमार्ग सुरु हुन्छ। फिदिम हुँदै तम्बोर कोरिडोरको बाटो मूलघाटसम्म 89 किलोमिटर 89 किलोमिटर रहेको छ भने अब यहाँ हामी कोशी राजमार्ग हुँदै भेटार निस्किएर धरान पुग्नेछौँ आजको यात्रामा हामी। मूलघाटदेखि अब धरान जम्मा 34 किलोमिटर, जहाँ म यो कोशी राजमार्ग छुएँ यता कोरिडोरको बाटो तम्बोर कोरिडोर, फिदिम हुँदै तम्बोर कोरिडोरको बाटो आउँदा जहाँ मैले कोशी राजमार्ग भेटेँ त्यहाँबाट अब 34 किलोमिटर धरान रहेको छ। भेटार हुँदै अब धरानतिर लागिसकेको छु। अहिले गाडीको चार्ज भने तपाईँको अब 33% बाँकी छ। यसदेखि उँधो धरानसम्म भने ओह्रालो बाटो हुने भएकोले चार्ज केही पर्सेन्ट रिजेन भएर बढ्ने छ। अब लगभग हामीहरूलाई चार्जको कुनै समस्या हुने छैन। जम्मा मैले बिहानदेखि फिदिमदेखि अहिलेसम्म 108 किलोमिटर ट्राभल गरिसकेको छु। 108 किलोमिटर ट्राभल गर्दाखेरि अब हामीसँग 34% रिमेनिङ छ। 34% चार्ज रिमेनिङ छ भने बाँकी धरानसम्म पुग्दा केही पर्सेन्ट उल्टो रिजन भएर बढ्ने छ चार्ज। अब भने म लगभग धरान आइपुगेको छु, 0 पोइन्ट आसपास नजिकै आइपुगेको छु। अहिले गाडीको चार्ज 41% रहेको छ। 100%मा हिँडेको थियो फिदिमबाट भने यहाँ लगभग 59%मा हामी फिदिमबाट धरान आइपुग्ने रहेछौँ टाटा नेक्सन प्राइम इभीमा। त्यो पनि सहजै, हामीहरूलाई त्यत्रो कुनै अप्ठ्यारो नभइकन। र टोटल डिस्टेन्स भनेको 122 किलोमिटर फिदिमबाट यहाँ 0 पोइन्टसम्मको डिस्टेन्स 122 किलोमिटर रहेको छ भने टाइम लगभग म ट्याक्कै 7 बजे हिँडेको थिएँ, अहिले यहाँ 10 बजेर 40 मिनट गएको छ र यो 3 घन्टा 40 मिनट लाग्ने रहेछ अहिलेको सिचुएसनमा जुन बाटो कन्डिसनले गर्दा। अब त्यो केही बाटो स्मुथ भइसक्दाखेरि हामी फिदिमदेखि धरान 3 घन्टामा ट्राभल गर्न सक्ने रहेछौँ। अहिले केही ठाउँमा अफरोडिङ बाटो भएकोले गर्दा, जस्तो पुलहरू बनिरहेको कारणले गर्दाखेरि बाटो अफरोड भएकोले केही टाइम लाग्यो। अब अलिकति स्मुथ हुने बित्तिकै हामी फिदिमबाट धरान चाहिँ 3 घन्टामा ट्राभल गर्न सक्ने रहेछौँ। ल आजको लागि यति नै। म कुनै अर्को ट्राभल भ्लग लिएर फेरि उपस्थित हुने नै छु। आजको लागि टाटा बाई बाई, धन्यवाद, नमस्कार।